हेलो नमस्ते हाम्रो सबैजनालाई लप्सन गुरुङको भ्लगमा स्वागत छ। हजुर आज भने हामी मुस्ताङको मुक्तिनाथतर्फ जाँदैछौँ। बल्ल मुस्ताङ जाने चुर्यो। जाँदा जाँदै बाटोमा बागलुङ कालिका मन्दिरको दर्शन गरेर फेरि हामी अघि बढ्यौँ। बाटैमा पर्ने सुन्दर रूपसे झरनाको पानीसँग स्पर्श गर्दै हामी एकैछिन रमायौँ। नमस्ते। नमस्ते एभ्रिवान। यति बेला हामी मार्फामा छौँ। मार्फाको जेरी गल्ली एकदमै भाइरल गल्ली, जहाँनिर चलचित्र जेरीको पनि सुटिङ भएको थियो। यो नै हो। ओके, गुड मर्निङ। अब भने हामी मार्फाको बसाइ पछाडि जाँदैछौँ मुक्तिनाथ दर्शनको लागि। जाँदैछ होइन दिदी? अब हामी मुक्तिनाथ दर्शनको लागि जाँदैछौँ है। मान्छे अब म तिमीलाई एउटा कुरा देखाउँछु। यहाँ आऊ त। यहाँ उस स्याउ हाँसेको आउनुहोस्, सबैजना आउनुहोस्। हेलो गाइस। हेलो, कैसा हो? मेरे कैमरा हो? कौन है? ब्लॉगर हो? वीडियोग्राफर? फोटोग्राफर? भान्जाको बर्थडे भने हैन? आज हो त। ह्यापी बर्थडे। ह्यापी बर्थडे टु यु। धन्यवाद धन्यवाद। आज भान्जाको बर्थडे नेपालको सबैभन्दा अग्लो मन्दिरमा हुँदैछ। यो एकदमै राम्रो सम्झोक हो है। याद पनि आयो। मुक्तिनाथ मन्दिर जाँदै गर्दा सुन्दर धुम्बा तालको पनि हामीले अवलोकन गर्यौँ। एउटा फोटो हालौँ भन्ने नि कस्तो मुभी गरेर नि एउटा राम्रोसँग खिचौँ होला। अनि खिचेको त छ्या हेर यस्तो गर्छ नि रिसोर्ट नि जम्मा बस्नु फेरि अनुहारको एक्सप्रेसन हामी जाँदैछौँ मुक्तिनाथ।
आदरणीय दर्शक महानुभावहरू, यति बेला भने हामी मुस्ताङको यो बस पार्कमा आइपुगेका छौँ। मुक्तिनाथमा हामी खाजा खाँदैछौँ यति बेला। यता अगाडिबाट आउनु, पछाडिबाट लत्ता हान्न पनि सक्छ, भर हुनु घोडाको। आउनु आउनु। एकजनाको यसो हिँडेर तपाईँहरू आउनु है। बिस्तारै भाइ बिस्तारै। भान्जीलाई चाहिँ अलि राम्रोसँग लैदिनु ल। जान्ला पछाडि गर्नु भान्जी। भान्जी ठिक छ? बिस्तारै, केही हुन्न। मान्छे त ठिक छ, मोटोले फसारे जस्तो छ। भाइ दिनमा कति ट्रिप जति हुन्छ? दिनमा अब मान्छे आयो अनुसार हुन्छ त। मान्छे आयो भने 25-30 टिप पनि हुन्छ। मान्छे नआउँदा 4 टिप 5 टिप 15-20 टिप यस्तै हुन्छ। भाइ हामी अलि छिटो जान सकिन्छ? ऊ त्यो टिमलाई भेटाउन सकिन्छ? अगाडिको टिपले भेटाइदिनु ल। ल धन्यवाद। हेलो हेलो बुढी। हेलो साइनजी, मजा आइरहेछ? थ्याङ्क यू सो मच है। त्यसका बाजे भयो भाइ भयो भयो भाइ भयो। भान्जी साथो पुग्लो गयो जस्तो छ दिदी। घोडा भागेको मलाई मजा आएको थियो। भान्जी कस्तो लाग्यो? के लाग्यो? लिटो लाग्यो। हेलो भान्जा। त्यो घोडा त हात्ती होला। हजुर बसेर छिटो चढ्नु। भान्जी ठिक छ अहिले? मुक्तिनाथको यो मन्दिरमा जाँदा अलिकति उकालो बाटो हिँड्नुपर्ने भएकोले सास बढ्ने र हाई अल्टिट्युड हुन सक्ने सम्भावना हुन्छ। हल्का
मुक्तिनाथ मन्दिरले सबैको रक्षा गरून्। जय मुक्तिनाथ।